ल अझै खसीको मासु बन्दैछ एकदम आगोमा पकाएको छुट्टै हुन्छ होइन स्वाद भनेर आगोमा पकाउँदैछु धान चाहिँ मासै हो अब हेर्दै जानुहोस् है त कसरी पाउँछ मासु बदेल घरे के भन्छ रागा आज खसीको पालो हो होइन यो हाम्रो उसिने जस्तो गर्नुपर्ने रहेछ कि पानी हाल्दै झुट्दै निकै टाइम लाग्ने रहेछ होइन ल्याउन सबै कुरो हाल्ने कुरो मरमसला ल्याउन पाकिहाल्छ त्यो जाने आखिरमा त्यही ठाउँमा कराई नै हो होइन कराइमै जाने हो जाने चाहिँ हो तर फेरि कुकसुक के चाहिन्छ र गर्दैन त्यही भाँडामै हाल्ने हो भनेर पकाउँदा त्यो मिठो हुँदैन थियो होला होइन ठिक छ पाकेपछि मिठै हुन्छ हुनै पछि भयो कति हाल्ने गरेको थियो भयो यो सब्जी मसला अर्को मिट मसला कहिले यो नहाल्थ्यो अब धेरै हाले मिठो हुँदैन सबै परिमाण मिलाएर हालेपछि मात्रा मिलाउनु पऱ्यो नि त एउटाले एउटा बाँच्नु जितेर अरूलाई हराउँछ सबैको बराबर इक्वल आयो भने चाहिँ मिठो हुने त भन्ने लाग्छ मलाई त यस्तो छ हाम्रो पकाएको तरिका धान सेवाई पनि गर्ने गर्दैन हो छोप्नु टमाटर खासै पाक्छ क्या टमाटर त पाकिकै हुन्छ छोप्दिनु छोपेर मजाले होस् न रातो छ त टमाटर पाकेकै त हो नि रातो टमाटर पाकेको हुन्छ कि हरियो हुन्छ नपाकेको पाकेको टमाटरलाई कति पकाउनु ल मासु पाक्दैछ है एकदम बबाल राम्रो छ मासु मजाले भुट्ने होइन मसलाहरूको पेस्ट हालिदिने एकदम बबाल तरिकाले अर्ग्यानिक तरिकाले भनौँ अझ आगोमा पकाएर होइन छुट्टै हुन्छ आगोमा पकाएको यसरी पकाउँछौँ है त एकदम मिठो बनाउनको लागि हामीले आगोमा पकाएर देखाउँदैछु हजुरहरूलाई पनि ल यस्तो छ पानी हाल्दै फ्राई गर्दै यस्तो बबाल बनाउँदैछु यहाँहरूले पनि खसीको मासु बनाउनुहुन्छ होला यो तरिका पनि हामीले बनाएको तरिका पनि एक उत्तम उपाय हुनसक्छ उत्तम तरिका हुनसक्छ हजुरहरूले यो तरिका पनि प्रयोग गर्नुहोला ल बिस्तारै पाक्दैछ है त एकदम गजब तरिका मासु सानो भाँडो सानो आज चाहिँ होइन खसीको मासु भएर हो क्या भाँडो पनि सानो छ हाम्रो सब्जी पकाउनु पनि सानै मान्छे हुनुहुन्छ तर स्टिल बढी छ है मान्छे ब्रुसुलीको जस्तो मसला पाएको छैन मसला पाएको छैन मसलाको बाउस हो सबै पाकिसक्यो स्यामे मसला दिएर भयो कुन मसला मसला दिएर भएन बुढी कति बाक्लो छ मसला दिएर गर्छ पगडिँदै जान्छ मासु थोरै मसला दिएर होइन मसलादार खाना खान्छौँ हामी मासु त जहिले पनि खाएको त मसला खाने हो त बाथरुम चौमको मसलेदार हुन्छ नि ठिक छ मसला खाएर के हुन्छ अहिले गलेको हो मसला कहाँ हुन्छ त मसला पचाउने घट्टा चाहिँ राम्रो हुनु पर्यो क्या यो चिजबिजहरू चाहिँ मान्छे पनि घट्टा हुन्छ होला नि कुखुराको जस्तो जाति हुन्छ होला पचाइहाल्छ नि होइन तर त्यस्तो त हुन्छ हुँदैन है हामीले अब नानो म खाइदिन्छु एक्लैले खायो भने त सक्दैन हौ यो पचाएको छ म खसीको मासु म एक्लै पानी हल्का हाल्नुपर्छ होला नि त पानी ठिकै छ होइन त्यही अब रस पनि होला मैले आइदिनु ल हजुर के सबै सिलाएको छ वर्ष पछिको सम्म छ 5-7 जोड छ हड्डी छोडिदियो त हौ छोडिसक्यो त अनि ठिक छ पाक्यो होला छाला चाख्नु है छाला सबै
गइसक्यो होला